देशमा सबैभन्दा पछाडि परेका समुदायमध्ये एक हो मुसहर समुदाय, जुन सबै पक्षबाट पछाडि परेका छन्। शैक्षिक अवस्था झनै खस्किएको छ, 5% भन्दा तल छ। सानै स्तरबाट शिक्षामा परिवर्तन ल्याउन यो समुदायले सबैला नगरपालिका अन्तर्गतका 5वटा मुसहरी टोल ढोलबजा, किरतपुर, बरकुरवा, कोठिया, मठही र मिथिला नगरपालिकाको हरिहरपुर मुसहरी टोलमा मुसहर समुदायका शिक्षकहरू मार्फत ट्युसन कक्षा सञ्चालन भइरहेको छ। ट्युसन पढाउने सबै शिक्षकहरूको लागि आर्थिक व्यवस्थापन गाउँलेहरूले नै गरेका छन्। गाउँलेहरूले चन्दाका रूपमा रकम सङ्कलन गरी शिक्षकहरूको परिश्रम बापत सेवा सुविधा उपलब्ध गराउने गर्छन्। यो सुधारात्मक कक्षाको मुख्य उद्देश्य भनेको टोलका सबै बालबालिका पूर्ण रूपमा पूरा समय विद्यालयमा हुनु हो। सहयोगी हातहरूले यदि यो कार्यक्रममा कापी, कलम लगायत अन्य कुनै किसिमको सामग्रीहरू सहयोग गर्न चाहनुहुन्छ भने गर्न सक्नुहुन्छ। धन्यवाद।